यहाँ नै आइराखेपछि बोलेकै छैन यत्तिकै भिडियो मात्रै आउँदै हिँड्यो म तिमीहरू बोल कस्तो लागिरहेको तिमीलाई यहाँ आउँदाखेरि कतिको एक्साइटेड छौ सबैभन्दा हेर्न लायकको ठाउँ यही हो अहिलेसम्म हेरेको मात्रै लास्ट अब यही बाटो फर्किने हामी चलाएर भोलि त हामी घर पुग्छौँ भोलि बेलुका कति राति हुने त्यही चाँडै जाऊँ भनेको थियो सरले ढिलो भइहाल्यो अब हामी भोलि त एकदमै राति पुग्छ घर अब हजुरहरूलाई यो फुल देखाउँछु गाई चाहिँ फुल चाहिँ एकदमै लामो छ हामी लगभग इन्डियाको बोर्डरमा आइसक्यौँ यस्तो हो फुल चाहिँ होला के हो सबैलाई अडिया जस्तो लाग्ने के हो यस्तो गाइस चाहिँ एक्लै आइरहेको छु पछाडिबाट केटाहरू नै हाम्रो सिरिज एक्जाम चाहिँ गराएछ अस्तिबाट बिरामी भएको दिनभरि बिरामी भएको आज चाहिँ अलिकति सन्चो कस्तो फिल भएको छ गर्मीमा लास्ट बिरामी भए एक्लै हिँड्दैछु केटाहरू देखान म चाहिँ हिँड्दा मिलाएपछि त्यही भएर म चाहिँ भाग्नु पनि मिल्दैन गाइस मैले हिँडाएर राखेको आज म यस्तो पुलमा आउँछ भने थाहा थिएन त्यही भएर म चाहिँ हिँड्दै जान्छु त्यो अगाडि पुगिसकेँ पछाडि केटाहरू आउँदैछन् अन्त कप्प जान्छ त चप्पल त म त बिस्तारै पुग्नु पर्ला जस्तो बिचमा यस्तो आऊ जाऊँ कति लामो हामी चाहिँ अहिले पुलको तल हामी पुलमाथि यसरी है हाम्रो साथीहरू चाहिँ लाग्दा भएन पुलबाट इन्डियातिर गए जस्तो अनि हामी चाहिँ यहाँ छौँ अनि यहाँनिर यसरी खेल्थ्यौँ त्यस्तो गर्दा उता त्यस्तो गर्दैन यो चाहिँ हाम्रो लेखी साथीको घर हो कति तलाको रहेछ उता हाम्रो रक्षा साथीको सिरित परेको ढुङ्गा राखेको छ खोइ बन्दीपुरको त्यो जस्तै छ त के हो यहाँ फाल्दो रहेछ क्या सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो हाम्रो ग्याङहरूले सेतै सेतो राखेर पुलको भ्रमण गरेपछि चाहिँ हामी त्यही रात घर फर्क्यौँ
फर्किने क्रममा अनि एक रात चाहिँ त्यही बिच बाटोमै बस्यौँ अनि भोलिपल्ट चाहिँ हामी घर पुगेका थियौँ अनि यो चाहिँ हाम्रो नारायण नदीको साँझ पखको दृश्य हो। ओके गाइज, बाई, लभ यु अल, टेक केयर। मेरो च्यानललाई धेरैभन्दा धेरै माया देखाउनु, लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोस्। बाई, लभ यु अल, थ्याङ्क यू फर वाचिङ माई भ्लग।